दाइ नमस्कार, के छ? ठिकै छ भाइ। ल तपाईँ कुन देशमा हुनुहुन्छ? म अहिले दुबईमा छु। ए ल दुबईमा कस्तो छ दुबईको काम? जस्तै यहाँ आउनुभयो, कस्तो अनुभव गर्नुभयो? तपाईँ भिजिटमा आउनुभयो कि वर्किङ भिसामा? म भिजिटमा आएको होइन। ल भिजिटमा आएर तपाईँलाई कस्तो सुविधा छ र तपाईँ कस्तो काममा लाग्नु भएको छ? जस्तै भिजिटमा आयो भने के यहाँ दुबईमा अनि हरेक देशमा भिजिटमा गयो भने कस्तो दुःख पर्छ रहेछ? भिजिटमा आयो भने अब तपाईँको त्यस्तै दुःख त साह्रै दुःख पाइन्छ होइन, एकदम दुःख हुन्छ। र हाम्रा साथीभाइहरूलाई पनि मैले भन्न चाहन्छु भिजिटमा नआउनुहोस् होइन, एकदम गाह्रो हुन्छ। यदि आउनुहुन्छ भने इन्टरभ्यू दिएर उता नेपालबाटै होइन डाइरेक्ट वर्किङ भिसामा आउनु। हजुर, जस्तै तपाईँ होइन वर्किङ भिसामा आउँदाखेरि नि के कस्तो कम्पनीमा कति छुट्टी छ र तपाईँ कुन कम्पनीमा आइराख्नु भएको छ त्यसको हरेक डिटेल जानेर मात्रै आउनु होला भन्ने मैले नि आशा लिएको छु। जस्तै हामी जस्तै उहाँ दाइ जस्तै होइन विदेशमा आएर हरेक कम्पनीमा अनि त्यो ठाउँमा जस्तै काम लागेर स्यालेरी नदिने, जस्तै कम्पनीमा छुट्टी नपाउने, अहिले होइन बिजोग भएर नि काम गर्नु पर्ने बाध्य भइरहेछ। त्यही भएर तपाईँ यो दुबईमा, साउदीमा, जस्तै कतारमा भिजिट आएर दुःख गर्नुभन्दा वर्किङ भिसामा आउनु भन्ने आशा लिएको छु। जस्तै तपाईँ भन्नु पनि अनुभव लिनुभयो? अब तपाईँको भिजिटमा आउँदा राम्रो हुँदैन। यदि भिजिटमा आउनु छ भन्दा पनि एकदम इन्टर ट्यालेन्ट भएर होइन एकदम काम कसैले जान्नु भएको छ भने त्यसमा चाहिँ आउँदा एकदम राम्रो हुन्छ होइन। अब वर्किङ भिसामा आउनु, वर्किङ भिसामा आएपछि स्यालेरी तोकेर जस्तै 12,800 खाना नखाएर भनेको कम्ती हो। हेर्नु तपाईँ जस्तै हामी जस्तै उहाँ जस्तै मान्छेहरू आएर त्यत्तिकै यहाँ टाइम वेस्ट, पैसा नि नेपाली 35,000 25,000 खाना नखाएर चाहिँ लास्टै गाह्रो हुन्छ भन्ने थाहा भयो होइन अहिले। हजुर हजुर, किनभने चाहिँ अब हाम्रो अब यहाँ आयो भने भिजिटमा आयो भने अब नराम्रै कम्पनीमा परिन्छ, छुट्टी हुँदैन। अब तपाईँको 15-16 घन्टा ड्युटी गर्नुपर्छ होइन। हामी भनेको सिर्फ यसो हामी रेस्ट लियौँ भनेको 4 घन्टा सुत्नुपर्छ होइन। त्यही भएर म पनि के भन्न चाहन्छु भने हामी दाजु जस्तै विदेशमा आएर अनि भिजिटमा आएर